नमस्कार। आज हामी एमबीएस फर्स्ट सेमेस्टर अंतर्गत स्टैटिस्टिकल मेथड को चैप्टर 5 कोरिलेसन एंड रिग्रेसन एनालाइसिस भन्ने चैप्टर पढ्दैछौँ। यो च्याप्टरबाट हामीलाई कोरिलेसन को पार्टबाट 5 मार्क्स प्लस रिग्रेसन को पार्टबाट चाहिँ 15 मार्क्स गरेर जम्मा 20 मार्क्स को क्वेशन सोध्ने गर्छ। सो एक्जाम को पॉइंट अफ भ्यूबाट पनि एकदम इम्पोर्टेन्ट च्याप्टर छ र एकचोटी सर र प्रोसेसहरु हेर्नुभयो क्वेशन्स एक दुईवटा प्र्याक्टिस गर्ने बित्तिकै इजी पनि छ है। सो सजिलै पनि सकिन्छ। आज चाहिँ हामी कोरिलेसन को पार्ट हेर्छौं ल। सो अलिकति त कन्सेप्चुअल कुरा बुझौँ कोरिलेसन भने के रहेछ भनेर। कोरिलेसन भन्ने बित्तिकै कुनै पनि दुईटा भेरिएबल बीचको रिलेसनशिप भनेर हेर्नु पर्यो। त्यो रिलेसनशिप कस्तो हुँदो रहेछ त भन्दा दुईटा भेरिएबल बीचको रिलेसन डिग्री भनेको कतिको रिलेटेडनेस छन् तिनीहरु त्यो हेर्नु पनि पर्यो र अर्को भनेको चाहिँ डाइरेक्सन पनि हेर्ने। डाइरेक्सन भनेको पोजिटिभ अथवा नेगेटिभ कस्तो रिलेसन छ भनेर हेर्नु पर्यो। एक्जाम्पलको लागि हेर्नुहुन्छ भने सेल्स र एडभर्टाइजमेन्टको कुरा हामी लिन सक्छौं। एउटा जनरल कन्सेप्ट के छ त भन्दा एडभर्टाइजमेन्ट लेभल बढ्दै गयो भने यो एडभर्टाइजमेन्ट लेभल बढ्दै गयो भने सेल्स पनि के हुन्छ बढ्दै जान्छ। जब जब विज्ञापन हुन्छ तब तब सेल्स बढेर जान्छ भन्छ नि त। एउटा उखान नै छ नि हैन, बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै जब एडभर्टाइजमेन्ट लेभल के हुन्छ बढ्दै जान्छ सेल्स पनि बढ्दै जाने रहेछ। त्यसै गरेर एडभर्टाइजमेन्ट यदि विज्ञापन चाहिँ घट्दै गयो भने यसले सेल्सलाई के गर्ने रहेछ घटाइदिने रहेछ। र यहाँबाट हामीले के कुरा बुझ्नु पर्यो त भन्दा यो दुईटा भेरिएबलहरु हुन् र यो जुन एडभर्टाइजमेन्ट छ यो एडभर्टाइजमेन्ट भनेको चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल रहेछ, सेल्स चाहिँ के रहेछ डिपेन्डेन्ट भेरिएबल रहेछ। किन भन्दा यो एडभर्टाइजमेन्टमा आएको चेन्जेसले सेल्सलाई पनि के गरिरहेछ चेन्जेस गरिरहेछ हैन, चेन्ज गरिरहेछ। र यो दुईटा बीचमा हामीले के हेर्दैछौँ त अहिले कोरिलेसन हेर्दैछौँ। कोरिलेसनको मतलब अघि हेरिहाल्यो डिग्री अफ रिलेसनशिप र अर्को डाइरेक्सन पनि देखाउँदो रहेछ। तो यहाँबाट हेर्दाखेरि जस्तो एडभर्टाइजमेन्ट बढ्दै जान्छ भने सेल्स पनि बढ्दै गयो भन्नुको मतलब यिनीहरुको बीचमा पोजिटिभ रिलेसन छ। एउटा बढ्दा अर्को पनि बढ्छ, एउटा घट्दाखेरि अर्को पनि घट्ने रहेछ भने चाहिँ पोजिटिभ रिलेसन छ भन्ने कुरा देखियो। अब डिग्री अफ रिलेसनशिप चाहिँ के छ त भन्दा यो एडभर्टाइजमेन्टले सेल्सलाई कतिको इम्प्याक्ट पार्छ त भन्ने कुरा चाहिँ डिग्री अफ रिलेसनशिपले देखाउँदै रहेछ। सो यो थियो कोरिलेसन एउटा ब्रिफ इन्ट्रोडक्सन पार्ट है त। अब टाइप्समा हेर्ने हो भने हामीसँग तीनवटा टाइप छन् कोरिलेसनको। एउटा सिम्पल कोरिलेसन छ, अर्को पार्शियल कोरिलेसन र अर्को मल्टिपल कोरिलेसन। हामीलाई एमबीएस को पोइन्ट अफ भ्यूबाट हेर्दै गर्दाखेरि सिम्पल कोरिलेसन चाहिँ त्यति सोध्दैन। यो भनेको ब्याचलर्स लेभलमा एकदम धेरै सोध्ने हो, ब्याचलर्स लेभलमा पढेकै कुरा हो सिम्पल रिलेसन सिम्पल कोरिलेसन भनेको चाहिँ। र पार्शियल कोरिलेसन र मल्टिपल कोरिलेसन चाहिँ यो हाम्रो लागि एकदम इम्पोर्टेन्ट हो। यो एकदम बेबी आयो है, एकदम इम्पोर्टेन्ट छ एमबीएस को पोइन्ट अफ भ्यूबाट। के रहेछ सिम्पल पार्शियल र मल्टिपल भनेको त्यो पनि एकचोटि सर्टमा बुझिहालौँ। सिम्पल कोरिलेसन भन्ने बित्तिकै त्यहाँ दुईटा भेरिएबल हुँदो रहेछ र त्यो दुईटा बीचको रिलेसनशिप हामी हेर्दा रहेछौँ। जस्तो अघि एक्जाम्पलमा हामीले सेल्स र एडभर्टाइजमेन्टको एक्जाम्पल हेरिहाल्यौँ। त्यो दुईटा मात्रै भेरिएबल छन् र तिनीहरूको रिलेसनशिप हेर्छौँ भने हामी त्यसलाई सिम्पल कोरिलेसन भनेर भन्दो रहेछौँ। त्यस्तै गरेर पार्शियल कोरिलेसनमा चाहिँ के हुँदो रहेछ, पार्शियल कोरिलेसनमा तीनवटा भेरिएबल हुँदो रहेछ र एउटा भेरिएबललाई चाहिँ कन्स्ट्यान्ट भनेर मान्छौँ। कन्स्ट्यान्ट भन्नु मतलब त्यो एउटा भेरिएबलको इफेक्टलाई चाहिँ इम्प्याक्टलाई चाहिँ के गर्छौँ हामी कन्स्ट्यान्टको रूपमा मान्ने रहेछौँ है त। जस्तो एक्जाम्पल यसैलाई हेरौँ, यही हामीले सेल्स र एडभर्टाइजमेन्टको एक्जाम्पल हेरिहाल्यौँ। यो इन्डिपेन्डेन्ट भेरिएबल हो, अर्को पनि एउटा इन्डिपेन्डेन्ट भेरिएबल थपौँ। मानिलिउँ यो प्राइस, प्रोडक्टको प्राइस। यो प्रोडक्टको प्राइसले पनि के गर्छ त्यसको सेल्सलाई इम्प्याक्ट पार्दो रहेछ। यदि प्राइस एकदम बढेर गयो एकदम महँगो सामान भयो भने त्यसको सेल्स के हुने हुन्छ कम हुने रहेछ, सेल्स अलिकति घटेर जाने रहेछ। त्यस्तै प्राइस घट्यो भने सेल्स चाहिँ के हुन्छ बढ्छ भन्छौँ नि त हामी डिमान्ड र प्राइसको रिलेसनको कारणले गर्दाखेरि। सो यसमा के हुने रहेछ त भन्दा अहिले हामी पार्शियल कोरिलेसनको कुरा गर्दैछौँ। पार्शियल कोरिलेसनमा तीनवटा भेरिएबल भयो, अहिले सेल्स एडभर्टाइजमेन्ट र प्राइस तीनवटा भेरिएबल पनि भयो र दुईटा भेरिएबलको रिलेसन हेरेर एउटा भेरिएबललाई चाहिँ के भन्छौँ हामीले कन्स्ट्यान्टको रूपमा लिँदो रहेछौँ। अब यदि हामीले यो तीनवटा भेरिएबलहरूमध्ये सेल्सलाई चाहिँ एडभर्टाइजमेन्टले कतिको इम्प्याक्ट पार्छ अथवा सेल्स र एडभर्टाइजमेन्टको रिलेसन कति छ भनेर स्टडी गर्दैछौँ, प्राइसको इम्प्याक्टलाई चाहिँ प्राइसको इफेक्टलाई चाहिँ कन्स्ट्यान्ट मानेर अथवा नेग्लिगेट गरेर भने त्यसलाई हामी पार्शियल कोरिलेसन भनेर भन्दो रहेछौँ। र फेरि हामी अर्को पार्शियल कोरिलेसन पनि हेर्न सक्छौँ। जस्तो सेल्स र प्राइसको रिलेसन हेरिदिने, यो जुन एडभर्टाइजमेन्ट छ यसलाई चाहिँ के मान्दिने कन्स्ट्यान्टको रूपमा मान्दिने। सो तीनवटा भेरिएबल हुँदो रहेछ पार्शियल कोरिलेसनमा। तीनटा भेरिएबल मध्ये एउटा भेरिएबललाई चाहिँ के भन्छौँ हामी कन्स्ट्यान्ट मानेर गर्दो रहेछौँ। यो थियो पार्शियल कोरिलेसन है त। अब अर्को छ मल्टिपल कोरिलेसन। मल्टिपल कोरिलेसनमा चाहिँ 3 अथवा 3 भन्दा बढी भेरिएबलहरू हुँदो रहेछ र तिनीहरूलाई चाहिँ एकसाथ हामी स्टडी गर्छौँ। एकसाथ स्टडी गर्छौँ भन्नुको मतलब के हो त भन्दा यही एक्जाम्पल यसैलाई कन्टिन्यू गरौँ।
सेल्स भनेको डिपेन्डेन्ट भेरिएबल हो, अर्को इन्डिपेन्डेन्ट भेरिएबल भनेको दुईटा छ नि, एउटा एडभर्टिजमेन्ट छ, एउटा चाहिँ प्राइस छ। र यो एडभर्टिजमेन्ट र प्राइस दुईटैले यो सेल्सलाई कस्तो इम्प्याक्ट पार्छ भनेर स्टडी गर्नु पर्यो भने त्यसलाई चाहिँ मल्टिपल कोरिलेसन भनेर भनिँदो रहेछ है त। सो यो थियो एउटा कोरिलेसनको ब्रिफ इन्ट्रोडक्सन र हामीले टाइप्स हेर्यौँ। अब चाहिँ हामी फर्मुलातिर जान्छौँ ल। फर्मुलामा चाहिँ हेर्न सक्नुहुन्छ पार्शियल कोरिलेसनको बारेमा। पार्शियल कोरिलेसनमा चाहिँ अघि भने जस्तै दुईटा भेरिएबलको स्टडी गरिन्छ र एउटा भेरिएबललाई चाहिँ के गरिँदो रहेछ, कन्स्ट्यान्टको रूपमा लिँदो रहेछ। जस्तो यसमा हेर्नुभयो भने हामीले x1 र x2 को बारेमा रिलेसन हेरिरहेछौँ, कोरिलेसन कस्तो रहेछ त भनेर x3लाई चाहिँ के गरेको छ, कन्स्ट्यान्ट मानेको छ। सो फर्मुला यसरी लेख्नु पर्दो रहेछ। म अलिकति सिम्पल तरिकाले फर्मुला कसरी डिराइभ हुन्छ भन्ने कुरा पनि देखाइहाल्छु। सो यो फर्मुला कसरी बनाएको छ हेर्नुहोस् है त। r12.3 गरिदिने, यो भन्नुको मतलब के हो भने दुईटा रिलेसन हेर्दैछौँ हामी, x1 र x2 को बारेमा स्टडी गर्दैछौँ र यो थर्ड भेरिएबललाई चाहिँ के मान्दैछौँ, कन्स्ट्यान्ट मान्दैछौँ। त्यही भएर यो डट पछाडि चाहिँ कन्स्ट्यान्ट भेरिएबललाई राख्ने। इक्वल्स टु गर्नुहुन्छ, यो सुरुमा अगाडिको जस्ताको जस्तै लेख्ने, r12 माइनस गरिदिने, r लेखिसक्यो पछाडि एकचोटि 1 र 3 भनेर लेखिदिने, इन्टु अर्कोचोटि r2 र 3 भइहाल्यो। सो के गरिँदो रहेछ, एकचोटि 1 र 3 भनेर लेखिँदो रहेछ, माइनस पछाडि अर्को भनेको 2 र 3 भनेर लेख्यौँ। अनि यहाँ तलपट्टि के गर्ने त भन्दा रुट अन्डर 1 माइनस एकचोटि यसको r13 को स्क्वायर गरिदिने अनि मल्टिप्लाई अर्कोचोटि फेरि के गर्ने, 1 माइनस r23 को स्क्वायर गरिदिने। सो यो तरिकाले फर्मुला डिराइभ हुन्छ ल। सबैको पार्टमा हेर्नुभयो भने त्यही तरिकाले फर्मुला डिराइभ भइरहेछ। सो यो चाहिँ पार्शियल कोरिलेसनको फर्मुला भयो। अब चाहिँ हामी मल्टिपल कोरिलेसनको फर्मुलातिर जान्छौँ है त। मल्टिपल कोरिलेसन पनि हेरौँ, त्यसबाट एउटा क्वेसन्स न्युमेरिकल पार्ट हेर्नुपर्छ। मल्टिपल कोरिलेसन यसमा पनि तीनवटा फर्मुला बन्छ। पहिलोमा r1.23 अगाडिकोले हामीले डिपेन्डेन्ट भेरिएबल जनाउँछ भने यो पोइन्ट पछाडिकोले इन्डिपेन्डेन्ट भेरिएबल जनाउँदो रहेछ। यसको फर्मुला कस्तो हुन्छ त भन्दा एकचोटि r1 अनि 2 लेख्ने, यसको स्क्वायर गरिदिने, प्लस सेकेन्डमा भनेको r1 र 3 लेखिदिने, r13 यसको पनि स्क्वायर गरिदिने, माइनस 2 फर्मुलाकै 2 भइहाल्यो र यो 1 2 3 मा बन्ने कम्बिनेसनहरू सबै लेखिदिने। के बन्छ त भन्दा r12 r13 र r23 यो कम्बिनेसन बन्दो रहेछ। डिवाइड गरिदिने, 1 माइनस यो जुन इन्डिपेन्डेन्ट भेरिएबल छ पोइन्ट पछाडिको हो त्यसलाई लेखिदिने, r23 यसको के गरिदिनु पर्यो, स्क्वायर गरिदिनु पर्यो र यसलाई लास्टमा रुट लगाइदिसकेपछि यो हाम्रो मल्टिपल कोरिलेसन कोएफिसिएन्टको फर्मुला बन्दो रहेछ। त्यस्तै गरेर सेकेन्डमा पनि हेर्छौँ हामी। सेकेन्डमा चाहिँ r2.13 भनेर हेर्ने, जसमा यहाँनिर के भयो त भन्दा x2 चाहिँ के भयो, डिपेन्डेन्ट भेरिएबल भयो र x1 र 3 चाहिँ के भयो, इन्डिपेन्डेन्ट भेरिएबल हो। यस्तो अवस्थामा कसरी मल्टिपल कोरिलेसन निकाल्न सकिन्छ त भन्दा यो पनि अहिलेको जस्तै गरेर लेख्ने। जस्तो के छ त भन्दा r2 र 1 भन्नुको मतलब त 1 2 नै भन्ने हो नि त हैन। सो यसको स्क्वायर गर्ने, प्लस r2 र 3 गर्नु पर्यो, 2 3 को यसको स्क्वायर गरिदिने, माइनस 2 यो पछाडिको पार्ट चेन्ज हुँदैन ल, यो त सबै सेम हो किनभने यिनीहरुकै कम्बिनेसनबाट बन्ने कुरा। अघि जुन हामीले तीनैवटा भेरिएबलको कम्बिनेसन बनाएको छौं नि त्यो सधैँभरि सेम नै हुन्छ, त्यो चेन्ज हुँदैन। r23 भइहाल्यो अनि डिवाइड गरिदिने, 1 माइनस यो इन्डिपेन्डेन्ट भेरिएबलले के छ हेर्नुस् त 1 र 3 छ नि त। सो r13 को स्क्वायर पनि गरिदिने, यसलाई के गरिदिने, रुट लगाइदिने। फेरि थर्डमा जान्छौँ हामी, r3.12 यसमा चाहिँ हामीले 3 भन्ने भेरिएबललाई चाहिँ x3 लाई चाहिँ डिपेन्डेन्ट मान्यौं र x1 लाई चाहिँ के गर्यौं, x1 र x2 लाई चाहिँ इन्डिपेन्डेन्टको रूपमा लियौं। भनेपछि यसको फर्मुला कसरी डिराइभ हुँदो रहेछ। अब फेरि अहिले जस्तै कम्बिनेसन लेख्ने, यसमा के छ त r3 र 1 छ नि त हैन। सो यसमा के हुने रहेछ, 1 3 को स्क्वायर हुने रहेछ, प्लस r के हुने भयो, 3 र 2 हुने भयो, जसलाई हामी 2 3 भनेर भन्न सक्छौं, यसको स्क्वायर भयो, माइनस यो पछाडिको पार्ट त सेम नै भइहाल्यो, r12 r13 र r23 सेम भइहाल्यो। डिवाइड गरिदिने, 1 माइनस इन्डिपेन्डेन्ट भेरिएबल के छ, 1 2 छ भनेपछि r12 को स्क्वायरले के गरिदिने, डिवाइड गरेर
लास्टमा यसरी रुट लगाइसके पछाडि मल्टिपल कोरिलेसनको फर्मुला पनि बन्द रहेछ है त। सो फर्मुलाको पार्ट यति नै थियो। अब चाहिँ हामी न्युमेरिकल क्वेशन्स हेर्छौँ जसमा ओल्ड इज गोल्डमा पास्ट इयरमा सोधेका क्वेशन्सहरू एक दुईवटा सल्भ गर्छौँ है त। हामीसँग भएको 2025 को जुन जुलाईमा सोधेको क्वेशन छ। क्वेशन नम्बर 6 मा सोधेको छ। यो हेर्नुहोस् त लास्ट 5 मार्क्समा सोधेको छ। मैले क्वेशन सर र पढेँ एकचोटि के भनेको छ त्यही अनुसारले हामी गिभन टिप्छौँ ल। यसमा के भनेको छ भने द सिम्पल कोरिलेसन कोएफिसिएन्ट बिट्विन टेम्परेचर x1 राइस यील्ड x2 एन्ड रेनफल x3 आर R12 भनेर दिएको छ 0.59, त्यस्तै गरेर R13 भनेर दिएको छ 0.46 एन्ड R23 भनेर दिएको छ 0.77। क्याल्कुलेट पहिलो नम्बरमा क्याल्कुलेट गर्नुपर्ने छ पार्शियल कोरिलेसन कोएफिसिएन्ट R12.3 भनेर छ। सो R12.3 भन्नुको मतलब के हो त भन्दा 1 र 2 को रिलेसन हेर्दिने, थर्डलाई चाहिँ के गर्दिने, तेस्रोलाई चाहिँ कन्स्ट्यान्टको रूपमा लिने। त्यस्तै गरेर अर्को छ हामीलाई मल्टिपल कोरिलेसन कोएफिसिएन्ट भनेर। मल्टिपल कोरिलेसन कोएफिसिएन्टमा चाहिँ के छ त R123 भनेर लेखेको छ। R1.23 भन्नुको मतलब अब यो जुन x1 छ, x1 भनेको टेम्परेचर, यसमा चाहिँ यो 2 र 3 ले कस्तो इम्प्याक्ट पार्छ भनेर हेर्नुपर्ने छ, यिनीहरुको रिलेसन हेर्नुपर्ने छ है त। सो अब यसको गिवन टिपिहाल्नु भने यो भनेको 2025 मा सोधेको जुन जुलाई क्वेशन नम्बर 6 भयो। यहाँ हामीलाई गिवन दिएको छ क्वेशनमा। गिवनमा के छ त भन्दा सिम्पल कोरिलेसन कोएफिसिएन्ट दिएको छ। सिम्पल कोरिलेसन कोएफिसिएन्ट के दिएको छ सर र टिपिदिहाल्नु भने R12 भनेर दिएको छ, यो भनेको चाहिँ 0.59, अर्को R13 भनेर दिएको छ, यो भनेको 0.46 र अर्को सोधेको छ हामीलाई R23 यो दिएको छ 0.77 र रिक्वायर्डमा भन्छ रिक्वायर्डको पहिलो नम्बरमा चाहिँ पार्शियल कोरिलेसन कोएफिसिएन्ट R12.3 भनेर दिएको छ। यसको फर्मुला लेखौँ है त। R12.3 को फर्मुला के हुने रहेछ त भन्दा R12 माइनस R1 र के गर्ने 3 गरिदिने, फेरि R2 र 3 पनि गरिदिने, डिवाइड गरिदिने, रुट अन्डर 1 माइनस यसको स्क्वायर गरिदिने, R13 को स्क्वायर, फेरि मल्टिप्लाई भएर बिचमा डट लेखे पनि हुन्छ, यसरी मल्टिप्लाई नै भनेर लेखे पनि हुन्छ, 1 माइनस R23 को के गर्ने स्क्वायर गर्ने। सो यसको भ्यालु राखेर अब एन्सर निकाल्नु कति हुने रहेछ है त। क्याल्कुलेटर युज गर्छु अब। भ्यालु राख्दै जाँदाखेरि R12 भनेर कति दिएको छ त भन्दा 0.59 माइनस R13 भनेको 0.46, अर्को भनेको 23 को भ्यालु भनेको 0.77 छ र डिवाइड गरिदिने, रुट अन्डर 1 माइनस R13 को स्क्वायर भनेको यो भइहाल्यो 0.46 को स्क्वायर गरिदिने, फेरि यतापट्टि 1 माइनस R23 को स्क्वायर भनेको चाहिँ 0.77 को स्क्वायर भनेर गरिदिने। अब यति गरिसके पछाडि यसको भ्यालु कति हुँदो रहेछ हामी हेरौँ। माथिपट्टिको क्याल्कुलेसन गर्छौँ 0.59 माइनस 0.46 इन्टु 0.77 छ। सो यो सबै माथिको क्याल्कुलेसन गर्दाखेरि 0.2358 हुँदो रहेछ। डिवाइड गरिदिनु, तलपट्टिको पनि एकैचोटि क्याल्कुलेसन गरिदिउँ। यो भनेको रुट अन्डर 1 माइनस 0.46 को स्क्वायर गर्दा यो आउने रहेछ 0.8879 इन्टु गरिदिने, यतापट्टिको पनि हिसाब गरौँ अब। रुट अन्डर 1 माइनस 0.77 को स्क्वायर गर्दाखेरि यो आउने रहेछ 0.6380 भनेर। सो अब लास्टमा फाइनल एन्सर निकाल्छौँ 0.2358 डिवाइड गरिदिने यसलाई 0.8879 इन्टु 0.6380। सो यो सबै गर्दाखेरि 0.416 भनेर आउँदो रहेछ। यो चाहिँ हाम्रो पार्शियल कोरिलेसन कोएफिसिएन्ट बिट्विन x1 एन्ड x2 किपिङ x3 एज कन्स्ट्यान्ट भन्ने पार्ट भयो है त। सो यसै गरेर तपाईहरु अरु पनि क्याल्कुलेसन गर्न सक्नुहुन्छ। भ्यालु गिवन नै छ, प्रोसेस सेम नै हो। R13.2 पनि निकाल्न सकिन्छ, यो पनि निकाल्न सकिन्छ एउटै प्रोसेसबाट।
भ्यालु पुट त गरिदिने हो, फर्मुला जानिसकिसके पछाडि त। त्यस्तै गरेर R23.1 पनि यो पनि क्याल्कुलेसन गर्न सक्नुहुन्छ, ट्राई गर्नु होला है त यसलाई पनि। ल यो त कोरिलेसनको पार्शियल कोरिलेसनको पार्ट भएको थियो, यसलाई हामीले सकायौँ। अब फेरि क्वेसन्स हेरौँ, त्यहाँ हामीलाई मल्टिपल कोरिलेसन कोएफिसिएन्ट पनि सोधिरहेछ। क्वेसन्समा के दिएको थियो त भन्दा मल्टिपल कोरिलेसन कोएफिसिएन्ट R1.23 भनेर दिएको थियो। सो R1.23 चाहिँ हामीले के गर्नु पर्यो, क्याल्कुलेसन गर्नुपर्ने। सबैलाई मेटाउँ है त, यसलाई मेटाउँ अनि अर्को पार्ट गरौँ। मल्टिपल कोरिलेसन कोएफिसिएन्ट सोधेको छ। मल्टिपल कोरिलेसन कोएफिसिएन्ट R1.23 भन्ने छ। अब अघि जसरी हामीले फर्मुला डेभलप गरेको थियो त्यसरी नै गर्दै जाउँ है त। यो डिपेन्डेन्ट भयो, यो दुईटा इन्डिपेन्डेन्ट रहेछ, यो बुझ्नको लागि लेखेको। यहाँ सोलुसन चाहिँ लेखिरहनु पर्दैन है। सो यसमा के गर्दो रहेछौँ त हामी, पहिला यो दुईटाको कम्बिनेसन बनाउँदो रहेछौँ, R12 को स्क्वायर प्लस अर्को R13 को स्क्वायर, 13 को स्क्वायर गर्दा -2। त्यस पछाडि यो जुन तीनवटा भेरिएबल छ तीनवटै भेरिएबलको कम्बिनेसन लेखिदिने, R12 R13 र R23 भनेर कम्बिनेसन लेखिदियो र डिभाइड गरिदिउँ 1 माइनस के गरिदिने, यो इन्डिपेन्डेन्ट भेरिएबल छ नि, यो इन्डिपेन्डेन्ट भेरिएबल भनेको R23 यसको के गरिदिने, स्क्वायर गरिदिने। सो रुट लगाइदिउँ, रुट भ्यालु लगाएर एन्सर निकाल्दिउँ कति आउने रहेछ। अब फेरि फर्मुलामा भ्यालु पुट गर्नु पर्यो। भ्यालु कति कति छ त भन्दा 0.59 को स्क्वायर प्लस R13 भनेको 0.46 को स्क्वायर -2 इन्टु R12 भनेको 0.59 इन्टु R13 भनेको 0.46 इन्टु R23 भनेको चाहिँ 0.77 छ। होल डिभाइड गरिदिने 1 माइनस R23 को स्क्वायर गरिदिने भनेको R23 को स्क्वायर भनेको 0.77 को स्क्वायर। एउटा पार्टमा नझुकिनु ल, फेरि यो लास्टमा जति हुँदो रहेछ त्यसैको स्क्वायर गर्नु पर्दो रहेछ भन्ने चाहिँ होइन, यो चाहिँ गलत हो ल। यहाँ अगाडि इन्डिपेन्डेन्ट भेरिएबल जति छ नि पोइन्ट पछाडि त्यसको चाहिँ स्क्वायर गर्नुपर्ने हो। जस्तै यही क्वेसन्समा चाहिँ R2.13 भनेको थियो भने यहाँ तलपट्टि हामी 13 को चाहिँ स्क्वायर गर्थ्यौँ। अहिलेको फर्मुला एक्चुअली मजाले आएको हुन्छ है त, त्यो के भन्छ कन्फ्युजन हुनसक्छ, त्यसलाई मैले पहिल्यै क्लियर गरिदिइहालेँ। अब यसलाई चाहिँ क्याल्कुलेटबाट गरौँ, एक स्टेप बढाएर गरौँ ल, रुट अन्डरभित्र राखेर माथिपट्टिको सबै क्याल्कुलेसन गरौँ। 0.59 को स्क्वायर प्लस 0.46 को स्क्वायर -2 इन्टु 0.59 इन्टु 0.46 इन्टु 0.77। सो यो माथिपट्टि सबै क्याल्कुलेसन गर्दा आइरहेको छ 0.1417 डिभाइड गरिदिने, तलपट्टि कति आइरहेछ त भन्दा 1 माइनस 0.77 को स्क्वायर गरिदिने, यो गर्दाखेरि आइरहेछ 0.4071 भन्ने। सबैलाई क्याल्कुलेसन गर्नु, पहिला डिभाइड गर्दा 0.1417 लाई डिभाइड गरिदिने 0.4071 लाई, यो डिभाइड गर्दा आउँदाखेरि 0.34807 भनेर आउँदो रहेछ। अब यसलाई रुटबाट बाहिर निकाल्छौँ, रुटबाट बाहिर निकाल्दाखेरि कति आउने भयो त भन्दा, यसलाई रुटबाट राखेर बाहिर निकाल्छौँ, त्यो भनेको 0.5899 भनेर आउने रहेछ। सो यो थियो हाम्रो